मधुमा माधवी गुरुमाया गुइपेकागु बुदिया छोले येले नेसली सकासा जुगुदु यलया यशोधरा बौद्ध माध्यमिक विद्यालय स बुधबार नेसली सकासा जुगु ख नेसली सकासा जुइन्य स्कुलिया प्रधान अध्यापक बिना साके सभापतित्व जुगु ज्याजोले पन्ना रत्न भन्दै स्कुलिया पर्यटन विभागीय प्रमुख मासुखी गुरुमा बागमती प्रदेश पुलामा सांसद शोभा साके नवना दिगु ख आयोजक पर्यटन विभागले यसरी भव्यता साथ सहयोग गर्नु भई यो कार्यक्रमलाई सम्पन्न गर्नु भएकोले उहाँलाई पनि धन्यवाद र पुरस्कारलाई सहयोग गर्नुहुने पन्यारत्न भन्ते मेटा भोलिन्टियर्स र बोरीचर्या सङ्घ लगायत सुगन्धाराम बिहार र शिक्षक अभिभावक र विद्यार्थी वर्ग र कक्षा 10 का भोलिन्टियर वर्गलाई पनि मुरी धन्यवाद। हाम्रो स्कुलको लागि एउटा महत्त्वपूर्ण दिन हो। यस यशोधरा बौद्ध माध्यमिक विद्यालय तथा सुनन्दाराम बिहारका संस्थापिका 2 वर्ष अगाडि दिवंगत हुनुभएकी अनागारिका माधवी गुरुआमाको जन्मदिनको पावन अवसरमा जन्म जयन्तीको अवसरमा उहाँको जीवनी सम्बन्धी र बुद्ध जीवनी सम्बन्धी हाम्रा विद्यार्थी भाइ बहिनीहरू बीच हाजिर जवाब प्रतियोगिता हुन गइरहेको यो हाम्रो लागि अत्यन्तै खुसीको अवस्था हो। विक्रम सम्वत 2013 सालमा अनागारिका माधवी गुरुमाको अथक प्रयास एवं दृढ सङ्कल्पका साथ महिला नेतृत्वको विशेष सामाजिक परिस्थितिका बावजुद श्री यशोधरा बौद्ध माध्यमिक विद्यालयको स्थापना भएको हो। तत्पश्चात अनवरत 68 वर्षसम्म लामो समयसम्म विद्यालयबाट सामाजिक परिवर्तन र प्रगतिको अहम संवहार शिक्षाको क्षेत्रमा अतुलनीय योगदान यस विद्यालयले गर्दै आएको छ। संस्थापिका माधवी गुरुमाको विक्रम सम्वत 2079 मङ्सिर 28 गते देहान्त भएको भए तापनि उहाँको शैक्षिक एवं बौद्धिक शासनिक योगदानको गुणास्मरण चिरकालसम्म यस विद्यालय र सम्पूर्ण नेपाली शैक्षिक एवं बौद्धिक इतिहासले गरि नै रहनेछ। नेसली सकासा न्यागु पुचा दथि जुगु खासा माधवी गुरुमा व बुद्ध जीवनी विषय नेसत न्यंगु खा नेसली सकासा मुदिता पुचा नाप मैत्री लिउ व भावना पुचा लिया लिउ लागु ख 2-3 वटा पेज यता खाजाको लागि व्यवस्था। चौथो पुरस्कार एकछिन 5 मिनट धन्यवाद।